जय श्री राधेश्याम। श्रीमद् भागवत महापुराण नेपालीमा प्रथम स्कन्दको नवम अध्याय। श्री सुतजी भन्नुहुन्छ, जनद्रोह हुने शङ्का धर्म जान्ने युधिष्ठिर, कुरुक्षेत्र गए राजा देवव्रत लडेतिर। गए भाइहरू जम्मै चढी स्वर्णमयी रथ, व्यास धौम्यादिका साथ पछ्याइकन शौनक। भगवान पनि चढ्नुभो रथमा अर्जुनैसँग, शोभा बढेर देखिन्थे कुबेर झैं युधिष्ठिर। लडेका भूमिमा देखि देव झैं स्वर्ग मोचन, श्रीकृष्ण पाण्डवादीले ढोगे गई भीष्मजिकन। त्यहाँ ब्रह्मर्षि औ सारा देवर्षिहरू त्यही क्षण, राजर्षि हेर्न आए ती भरत वंशभूषण। पर्वत नारद धौम्य भगवान वेद व्यासजी, बृहद्वश भरद्वाज सशिष्य परशुरामजी। वशिष्ठ इन्द्र प्रमद अत्रि गृत्स मदैत्रित, असित गौतम कक्षी वान विश्वामित्र सुदर्शन। अरु मुनि पनि आए सुकदेवादि निर्मल, बृहस्पति कश्यपादि लिएर शिष्य संकुल। धर्मज्ञ भीष्म थे ज्ञाता देश काल विभागको, गरे सम्मान आएका सम्पूर्ण पूज्य पादको। कृष्ण प्रभाव औ लीला नररूप सबै कुरा, जान्दथे भीष्मले पूजे भित्र बाहिर ईश्वर। हेरेर पाण्डवैलाई बसेका नम्र भइकन, छल्किए भीष्मका आँखा बनेर प्रेम स्पन्दन। अहो कष्ट र अन्याय साथ बाँच्यौं सबैजना, विप्र औ धर्म अच्युतको भएरै पनि आश्रय। मर्दा अतिरथी पाण्डु थियौ साना तिमीहरू, कुन्ती साथ ठुला साना दुख पायौ कति अरू। सबै कालकृत मान्छु तिम्रो सम्पूर्ण यो दशा, सलोकपाल छन् उनकै मेघ झैं वायुका बस। धर्मपुत्र जहाँ राजा गदाधारी वृकोदर, अर्जुन गाण्डीव औ कृष्ण त्यहाँ के विपदा छ र। कोही जान्दैन हे राजन चाहन्छन् गर्न जो हरि, जान्ने इच्छा गरी योगी हुन्छन् मोहित ती पनि। युधिष्ठिर त्यसैले यो दैवाधीन बुझिकन, सनाथ पार हौ स्वामी प्रजाको गर पालन। श्रीकृष्ण भगवान साक्षात् नारायण स्वयं यिनै, लोकमोहित पार्दैछन् छिपेर यदुवंशी भई। यिनको प्रभाव भगवान जान्नुहुन्छ सदाशिव, देवर्षि नारदै साक्षात् कपिल पनि हे नृप। मान्य छौ मातुल पुत्र प्रिय मित्र हितैषिण, सचिव सारथी किन्तु परमात्मा भनी बुझ। सर्वात्ममा समदर्शी औ निष्पाप गर्व वर्जित, अद्वितीय प्रभु महा हुन्नन् विषमता स्थित। र पनि हेर यो उनको कृपा एकान्त भक्तमा, साक्षात् कृष्ण पधार्नु भो मलाई दिन दर्शन। गर्छन् कीर्तन जो योगी डुबाई भक्तिमा मन, त्याग्छन् देह कामनाको छुटाई कर्म बन्धन। ती देव मेरा अब सामु बस्नुहोस्, शरीरको त्याग हुँदैन जातक। प्रसन्न हास्य अनिरक्त लोचन, हो ध्यान मूर्ति ऋषिको चतुर्भुज। सुत भन्नुहुन्छ, युधिष्ठिर सुनि शय्यामा सुत्ने ती भीष्मजीसँग, सोद्धछन् ऋषिका साथ रहस्य धर्म चिन्तन। भन्नुभयो भीष्मले सारा वर्ण आश्रम लक्षण, प्रवृत्ति निवृत्ति राग वैराग्य धर्मका गुण। दान मोक्ष राजधर्म स्त्री धर्म भगवत पनि, अलग्गै सब संक्षेपले विस्तार तिनको पनि। हे मुनि धर्म कामार्थ उपाय मुक्ति पाउने, उपाख्यान इतिहास भन्नुभयो तत्त्व जानिने। उपस्थित भयो बेला गर्दै धर्मार्थ वर्णन, चाहना मृत्युका जेता योगीको उत्तरायण।
वाणी गरी संयम भीष्मजीले विमुक्त सङ्गी मन आदिनाथमा छन् कृष्ण पीताम्बर चार हातमा आँखा टिकाए प्रभुको स्वरूपमा विशुद्ध भैभाव अशुद्ध नासियो दर्शन मिली झट्ट व्यथा सबै गयो निवृत्त भो इन्द्रिय वृत्ति चञ्चल रोकी गरे कृष्ण स्तुति समुज्वल श्री भीष्म भन्नुहुन्छ शुभमति बनियो गयो वितृष्णा यदुपति दिन्छु म यो मन भेटीमा सुखसँग रहँदै विहार गर्छौ प्रकृति सगैरत सृष्टिको प्रवाह छर्छौ त्रिभुवन भरिका अतीव राम्रा बसन छ श्वेत प्रकाश सूर्य जस्तै मुख कमलमा बिखेरी केश विजय सखारती हो सधैँ प्रभुमा समङ्ग तुरङ्ग बुङ्ग धुलबाट मुख सब धुम्र भयो फुकेर केश लिकन अति तीक्ष्ण बाण विद्ध त्यही रूपमा रहोस् अर्पण आत्मा झट सुसखी रथीको बात बुझी तुरुन्त निज पर सैनिकका रथै अड्याई स्थित भई सब शत्रुको त आयो हरण गर्यो प्रभुमा रहोस् प्रेम अघितिर बसने मुखै निहारी विमुख हुँदा सो जन हुँदैन मार्न कुमति हटि मिल्यो नि आत्मविद्या हरिपदमाथि सदैव रहोस् प्रीतिता सो वचन त त्यजी सबै प्रतिज्ञा म प्रति कृपामय भइरहेर झट्ट लिकन रथ चक्र मार्न आयो गजतिर सिंह सरी झर्यो दुपट्टा तनक्षेत अति तीक्ष्ण बाणबाट कवच चुड्यो हरि आतताई हुँ म पग गरी अवरोध मार्न आयो चरण उनै बनी हुन् गति मुकुन्द विजय रथ कुटुम्ब गर्न रक्षा लिई रथ डोरी र चाबुकै करैमा मति त्यही रूपमा रहोस् मेरो रणमृत मोक्ष भए सबै जसोरी कुटिल गमन चाल भाव चेष्टा मधुर छ हास्य निरीक्षणै प्रमोद जब लुकी जानुभो यता बिहाल मति गति गोप वधु समान होस् ऋषि मुनि नृपका समूह भित्र भवन यो दृष्टि र राजसूय बेला नयन पथ अगाडि जो स्वरूप वही प्रभु आज म देख्छु सामु कृष्ण सकल जगत भित्र छौ त व्याप्त हृदय महाप्रभुको छ वास नित्य विविध नयन देख्दछु म सूर्यलाई भ्रमरहितै म त देख्दछु कृष्णलाई सुत भन्नुहुन्छ मन दृष्टि र वाणी यी गराई लिन कृष्णमा प्रण विलीन भई शान्त भीष्मको भो शरीरमा मौन भए सबै भीष्म ब्रह्मलीन बुझिकन दिन गएपछि चिरबिर चरा झैं शान्त भइकन त्यहाँ बजाय नगरा देवता र मनुष्यले पुष्पवृष्टि भयो धेरै प्रशंसा नृपले गरे यो दृष्टि र जिले फेरि अन्त्येष्टि कर्म त्यो गरी शोकमग्न भए केही क्षण शौनक बेसरी कृष्णको नाम सम्झेर खुसी भई मुनिले स्तुति गरी कृष्णमय बन्दै आश्रमतिर फर्किए कृष्णका साथ फर्किए त्यसपछि यो दृष्टि र सम्झाए धृतराष्ट्र औ गान्धारी तपसी मन पितृ पिता महाआज्ञा कृष्णको लि सम्मति धर्मपूर्वक त्यो राज्य गरे शुद्ध गरी मति यसरी श्रीमद् भागवत महापुराण परमहंस संहिता
प्रथम स्कन्द युधिष्ठिर राज्य प्रलम्ब नाम 9औं अध्याय। श्रीकृष्ण गोविन्द हरे मुरारे नाथ नारायण वासुदेव अनन्त वैकुण्ठ मुकुन्द कृष्ण गोविन्द दामोदर माधवेति।